हेलो साथीहरू र आज असारको 19 गते आज चाहिँ मेरो साथीहरूको बारीमा खेतमा धान रोपिरहेको छ र हामी चाहिँ त्यो धान रोपेको हेर्न जान लागेको र भिडियोहरू गर्छु र म पनि धान रोप्ने कोसिस गर्छु। तपाईहरु चाहिँ इन्जोय गर्नुहोस् होला। अब धान रोप्न त आउँदैन, त्यही पनि यस्तो गएर अब यस्तो गर्मीमा धान रोपिराख्नु भएको छ, उहाँहरूलाई हेरेर रमाउँछु अनि त्यसपछि गएर धान रोप्ने कोसिस पनि गर्छु है साथीहरू। र अब चाहिँ हामी घरबाट निस्किन लागेको धान रोप्न जानलाई। कस्तो हुन्छ तपाईहरु पनि हेरेर इन्जोय गर्नुहोस् है साथीहरू। हामीलाई त धान रोप्न त आउँदैन, त्यही पनि यसो कोसिस गरेर रमाइलोको लागि, भिडियोको लागि, मेमोरीको लागि हामी चाहिँ अहिले यता मेरो साथीको खेतमा धान रोपिसकेको छ। धान त बिहानदेखि नै, तर हामी चाहिँ अहिले खानासाना खाएर अहिले जाँदैछु। अहिले म त्यहाँ गएर तपाईहरुलाई फेरि भेट्छु ल। ओके, यहाँ हुनुहुन्छ मेरो बुढा स्कुटी स्टार्ट गरेर। अब हामी धान रोपाई हेर्न जाँदैछु। हुनुहुन्छ माई हस्बेन्ड। वेलकम टु माई भ्लग। कम, हामी घरबाट निस्केको है साथीहरू। वेट विशाल आउँछ। कस्तो गर्मी फिल भइरहेछ तपाईलाई चाहिँ? यो चितवनको गर्मी साह्रै गर्मी टु मच छ। उहाँ चाहिँ हाम्रो भाइ पनि जाने रे, भाइ पनि हामी तीनजना यसो भिजिटको लागि र एभिएटर स्कुटीमा हामी जाँदैछौँ। हेलो, वेलकम टु माई ब्लग भन्न। हेलो भन्न, आयो भन्न ल। ओके, अनि यहाँ चाहिँ हाम्रो भाइ चाहिँ घाममा डट्छ भनेर मेरो सनस्क्रिन लगाउँदैछ। अनि उहाँले चाहिँ बुलेट बाइक चलाउनु मन लाग्यो भनेर नबिगार्नु न यार। हाम्रो स्कुटी हो यार, उसको बाइक म चलाउने बाइक है। यस्तो राम्रो हाम्रो भाइ हेर्नुहोस् है। यो जान्छ है विशालुमा माई च्यानलमा। एन्ड यो चाहिँ हाम्रो घरतिरको बाटो। यो हो मेरो घर, यो हो हाम्रो इन्द्रेणी मार्ग। यस्तो दामी भएको छ आज मौसम चाहिँ। कोल्ड ड्रिङ्क्स ल्याउनु न, कोल्ड ड्रिङ्क्स। घाममा हामी चाहिँ अहिले कोल्ड ड्रिङ्क्स दिएर मेरो साथीलाई खेतमा जाने। विशाल साइकल चला जस्तो भयो होला है। कान्छी दिदीको दोकान त्यो चाहिँ हाम्रो पर्सडा है बजार। रोक्नु न ए गुरुङनीको मामा। कोक, फेन्टा, स्प्राइट मेरो साथीको खेतमा लानु लागेको। यो चाहिँ हाम्रो साथीहरूको खेतमा लैदिन लागेको मैले, गर्मी भएर पिउनको लागि। यो चाहिँ मेरो साथीको बारीमा खेतमा चिसो पिउनको लागि। यस, हामी चाहिँ जाँदैछु अब। क्यामेरा फसेन के अहिले चाहिँ अब हामी चाहिँ घरबाट निस्केको साथीहरूको खेतमा जानुलाई। एकदम गर्मी छ आज त, आमा झन् यस्तो घाम लागेको छ साथीहरू। यस्तो मजाको भएको छ आकाश, गर्मी चाहिँ यस्तो धेरै छ। फेरि पनि हामी रमाइलोको लागि एउटा मेमोरी क्रिएट गर्नको लागि हामी चाहिँ साथीहरूको खेतमा जान लागेको। यो चाहिँ हो हाम्रो मेरो साथीको घर जाने बाटो। यहाँ छ मेरो भाइ आउँदैछ। भाइलाई बुलेट चलाएर साइकल चला जस्तो भयो होला है। कस्तो दामी देखेको के हो आकाश, के कस्तो दामी देखेको के। फाइनली हामी चाहिँ आयौँ अब यहाँ खेतमा।
बाइक स्कुटी लिएर ल यो समात्नुहोस् प्लिज आई कान्ट लु जाउँ स्कुटी हेलमेट हेरेर पनि के हुन्न हेलमेट कहाँ बोकेर जाने विशाल हेलमेट राख्न यहाँ च्यापौँ भनेको ए हामी जाँदैछौँ अर्को खेतमा यो सबै खेतहरू हो धानको बिउ काट्दै हुनुहुन्छ उखेल्दै हुनुहुन्छ तपाईँले धान रोपेर भ्याउनु भयो भ्याउनु भएन ओ माई गॉड व्हाट इज दिस गर्मी के छ गर्मी यसरी खेत रोपेर खानु कति मजा आउँछ होला है के भयो अरे ए के को अब गइसक्यो कस्तो दामी देखेछ मौसम हेर्न न पानी यहाँदेखि यसरी लाने जाने ठाउँ छ छैन हौ यहाँबाट अस्ति त म त्यहीँबाट जान्थेँ ल है हामी चाहिँ यो खेत रोप्नु आएको साथीको खेतमा सबैजनालाई ए आमामा बल्ल यति मात्रै भ्याएको सबैजनालाई स्वागत छ सबैजना स्वागत छ बिहान देखि है यो खिच्नु नि पर्यो अँ खिच्ने हाल्नु तपाईले फाल्नु के आउनु बित्तिकै फाल्ने अलिक फोरी भएर पो फाल्ने त नि यस्तो राम्रो मान्छे कहाँ फाल्छ यही पछि ठुलो भएर हामीले खाइन्छ चामल त्यसलाई अब यहाँ फालिन्छ नि ए ल भइहाल्यो गरौँ ल खानु न यो कोल्ड ड्रिङ्क्स नमस्ते कोल्ड ड्रिङ्क खानु नमस्ते मम्मी देख्नुभयो गरिमले नमस्ते गर्नु मलाई चिसो खानु न चिसो ल्याइदिएको मैले ल यो एकचोटि चिसो पिए सबैजनालाई हेलो मोटाउनु भएछ घामले हेलो हेलो के अरे तपाईँ त कस्तो मोटा देख्यो त उसले होला हौ अनुहार ए ऐसो जान्छ ए उहाँ चाहिँ धान रोप्दा रोप्दै मोटाउनु भयो है यति त भन्नुहोस् होइन आजले यति बिहानै 5 बजे बिहानै आएको अबे बिहान देखिन्छ के छाताले आउँछ शीतल छैन उनीहरू त घाम मनपर्छ त्यसरी हो राति त हामी बुढाबाट झगडा पर्छ पङ्खा लगाउन नलाउने कुरामा उसलाई पङ्खा चाहिँदैन त्यो मतलब चुलोको छेउमा आनन्द मान्छ के कस्तो खालको मान्छे हुँदो रहेछ गरिबमा पनि त्यस्तो खाने मान्छे नै हुँदो रहेछ है बाउ छोरा हजुर अँ भर 1.5 वटा लखाएको त हो म त यहीँ बस्न आनन्द आइरहेको अरे अघि त म चाहिँ भागेँ ऊ के चिसो सर्दी जिउ के ए ल गङ्गा ल ओके लु है रोप्नु न फेरि अहिले कहाँ यहाँ विचार रोप्दैनस् नि खिचै राम्रोसँग खिचै ल ल ए यहाँ माइक छ त भाइ माइक मैसँग राम तपाईँ चाहिँ फेरि घरमा चाहिँ नखाने मान्छे यहाँ खा त गर्मी भयो कि लु विचार अरे नाउ कसले जाए बौ म चाहिँ गोमा महत्त्व महत्त्वको सङ्गतले महत्त्व भन्नु पऱ्यो नि त है के कस्तो दाइ पनि म त भन्नु है अहिले यहाँ चाहिँ कुमाल कस्तो राम्रो हाम्रो भिडियो हालिदिन्छ यतिकै भाइरल के हुन्छ होला लु पहिलो जमानामा त रोपेको थियो क्या अरे बिर्स्यो
तल यस्तो गरेर यहाँनिर ल्याएर बाँध्नु बान्ने के सुन अबि अब त यस्तो गरेर रोप्ने होला खै ट्राई गरौँ न यस्तो गर्ने होला अबि सुन अब गाउँमा महत्त्व भएपछि अबि मैले त फ्याँ रोपेँ क्या बोलाउन भने खोइ आइ भन्छ नि खोइ के थोरै भयो हजुर हेलो गाइज धान रोप्न आएको खै मैले रोपेको धान फल्छ कि फल्दैन नकर नै रोपे फल्दैन नि मैले रोपेपछि धेरै फलोस् भन्नु न धेरै फलोस् कस्तो फास्ट रोप्नु है तपाईँले थोरै भएछ विशाल सबैतिर भिडियो गर्नु ओके चिसो पानी चाहियो यो चाहिँ मिलाउने हो गङ्गा यो ब्यालेन्स मतलब लाइक भएन र मैले रोपेको पास सबलाई आउँदैन होला बरु पानी तातो हुन्छ कहाँ बाले भन्नु महिना त यहाँ त कहाँ रमाइलो लाग्छ यतै आउनु दाइ त्यसो गरौँ न कति वर्ष हुन्छ यी तपाईँ थोरै रोप्यो क्या धेरै कि थोरै थोरै रोप्ने हो ठिक छ भने यति धान रोप्दैछु साथीहरू पहिलोचोटि एकदम रमाइलो हुँदो रहेछ अब यो फलेर पनि खिलाउँछु यो फलेपछि तपाईँहरूलाई म फेरि देखाउँछु मैले रोपेको धान भनेर कस्तो फिल हुँदैछ तपाईँलाई मलाई जिन्दगी बल्ल स्टार्ट गरे बाबु सुरु गरेर के त बोल्दैन रहेछ म कुट्दैन कभर गरिदिनु गोमरामा बस्छन् एकदम रमाइलो भयो हामीलाई चाहिँ खासै धान रोप्न आएन जस रमाइलो मात्रै इन्जोय मात्रै भयो चिसो वाउ लुक एट दिस नो वाज गुड झार मार्ने औषधि हालिदिनु अहिले धान रोपिसकेपछि मलसँग हाल्नु किन त वाउ मजा कसम फ्रिजकै पानी खाए जस्तो फिल भयो यार आहा टमाटर ल यहाँ चाहिँ खेत रोपेर भ्याएर धान रोपेर भ्याएर सबैजना यहाँ गफ हुँदैछ यता पनि अब खेत रोप्नको लागि तयारी हुँदैछ रमाइलो भयो कति रमाइलो भयो धेरै रमाइलो खेत रोप्न नि रमाइलो हुन्न र हुन्छ है अनि खाना कति रमाइलो हुन्छ है खेत रोपाए कति रमाइलो हुन्छ अन्त रमाइलो मैले पहिलोचोटि अनुभव गर्न पाएँ खुसी लाग्यो तर सकिन्न रहेछ हामीले चाहिँ त्यो सायद मनदेखि नआएर होला गर्नै पर्छ भनेर यसरी धान रोपेर सबैजना आफ्नो घरतिर जाँदै अघि धान रोप्ने जसमा चाहिँ पुरा घाम लाग्यो अहिले चाहिँ शीतल शीतल भयो यहाँ हुनुहुन्छ साथी कोदाली बोकेर सो अहिले चाहिँ हामी अब यो धान रोपेर भ्याएर घरतिर जाँदैछु रमाइलो भयो एकदम धेरै रमाइलो भयो धान रोप्न नआए पनि एउटा
रमाइलोको लागि मेमोरीको लागि सानो भिडियोहरू बनायो कलेक्सन गऱ्यो भिडियोको एकदम राम्रो लाग्यो धानबारीमा अघि हामीले धान रोपेको यता चाहिँ एकदमै धानहरू रोप्नेको लागि तयारी हुँदैछ कसैले पानी लगाउँदै हुनुहुन्छ कसैले बिउ काट्दै हुनुहुन्छ सो यस्तै हो साथीहरू तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेर्नु भएकोमा कस्तो हुन्छ भिडियो प्लिज कमेन्ट गरिदिनु होला थ्याङ्क यू एभ्री वान बाई बाई